नमस्कार, म अच्युत विक्रमती। आजको श्रृङ्खलामा मैले एउटा गजल लिएर उपस्थित भएको छु। यो गजल कृपया सुनेर यहाँहरूले साथ दिनुहोला र गजल मन परेछ भने भिडियोलाई लाइक र भिडियोलाई एउटा सेयर गरेर सहयोग गरिदिनुहोला भने यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्दै बेल आइकनमा प्रेस गर्दै अल अप्सनमा थिचेर हाम्रो च्यानलमा जोडिदिनुहोला। र आज मैले एउटा गजल लिएर आएको छु, त्यो गजल म प्रस्तुत गर्न चाहन्छु। सोझो भेट्यौ ढुङ्ग्रो भित्र छिराएर गयो, सोझो भेट्यौ ढुङ्ग्रो भित्र छिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। सोझो भेट्यौ ढुङ्ग्रो भित्र छिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। तिम्रै खुसी किन्छु भने म मुगलानी बनेको हुँ सानो, तिम्रै खुसी किन्छु भने म मुगलानी बनेको हुँ। अर्कै छानी किन बाटो बिराएर गयो, अर्कै छानी किन बाटो बिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। खाता पाता तिम्रै हात सुम्पेकै थिए सानो, खाता पाता तिम्रै हात सुम्पेकै थिए सानो, खाता पाता तिम्रै हात सुम्पेकै थिए सानो। कुन जुनीको ऋण खाथेर तिराएर गयो, कुन जुनीको ऋण खाथेर तिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। यही मुटुको चोखो माया मागेकी थियौ पहिले तिमीले, नुन चुक छर्की यही मुटुलाई चिराएर गयो। यही मुटुको चोखो माया मागेकी थियौ तिमीले पहिले, नुन चुक छरी यही मुटुलाई चिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। विष पिएर मरिदिन्थे, विष पिएरै मरिदिन्थे म मुगलानमै नफर्केर, विष पिएरै मरिदिन्थे म मुगलानमै नफर्केर, विष पिएरै मरिदिन्थे म मुगलानमै नफर्केर। दुधे बालक काखमा किन हिराएर गयो, दुधे बालक काखमा किन हिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। सोझो भेट्यौ ढुङ्ग्रो भित्र छिराएर गयो, सोझो भेट्यौ ढुङ्ग्रो भित्र छिराएर गयो, सबको सामु मलाई किन गिराएर गयो। धन्यवाद दर्शकबिन। मैले यो गजल एउटा विदेशमा रहेका दाजुभाइहरूलाई कल्पना गर्दै यो पछिल्लो परिस्थितिलाई ध्यान दिएर लेखेको गजल हो। यहाँहरूलाई कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तलको कमेन्ट बक्समा लेखिदिनु होला। यहाँहरूले दिएको सुझाव सल्लाह र प्रतिक्रिया अनुसार म अगाडि बढ्दै जानेछु र आगामी दिनमा पनि यस्ता रमाइला र रोचक अनि सत्य घटना तथा आफ्नो परिकल्पनामा रहेर आफ्नो काल्पनिक गजलहरू म यहाँहरूलाई सुनाउने कोसिस गर्नेछु। आजको लागि भने म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।